नमस्ते, म रविन्द्र तामाङ, यहाँहरुको सुख दुःखको साथी। आज म यहाँहरुलाई एउटा अत्यन्तै ऐतिहासिक एउटा स्थलको बारेमा म यहाँहरुलाई जानकारी गराउन चाहन्छु। म अहिले ठिक यो शिवपुरी गाउँपालिका वार्ड नम्बर 3 स्थित यो महेन्द्र माविको दक्षिणपट्टि रहेको यो ठुलो अत्यन्तै पुरानो यो पिपलको बोट मुनि छु र यो पिपलको बोट लाई खासमा यसलाई कोट डाँडा है। अब यो पिपलको बोट अत्यन्तै ठुलो छ, यो पुरानो पनि छ। यो एउटा चौतारा हो, यहाँ एउटा मन्दिर छ र यो पवित्र ठाउँ हो र यो अत्यन्तै पुरानो छ। यो पुरानो यो अर्थमा हो कि यसको ऐतिहासिक पृष्ठभूमिलाई पत्ताल्दाखेरि हामी यो जानकारी पाउन सक्छौँ। विक्रम सम्वत 1825 मा जब नेपाल एकीकरणको काम लगभग अन्तिम चरणमा पुर्याउनु भएको थियो, हाम्रो राष्ट्र निर्माता, यो देश निर्माता पृथ्वीनारायण शाह है, नेपालको पहिलो शाहवंशी राजा, आधुनिक नेपालको पहिलो राजा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकाको विजय गर्नको निम्ति गोर्खाबाट यो माथिको भन्ज्याङ क्रस गर्दाखेरि चाहिँ यो बाटो हुँदै जानुहुन्थ्यो अरे र त्यो जाँदाखेरि चाहिँ यहाँ चाहिँ उहाँ थकाइ मार्ने काम गर्नुहुन्थ्यो। यहाँ थकाइ मार्ने ठाउँ चौतारो, त्यस कारण यसलाई चाहिँ उहाँले चाहिँ त्यो गोर्खाबाट आउँदाखेरि यो बाटोमा बस्दिराख्दाखेरि यहाँ चाहिँ कोट झुन्डाएर राख्नुहुन्थ्यो अरे, अनि उहाँ आरामले यहाँ चाहिँ मस्त निन्द्रामा बस्नुहुन्थ्यो केही समय है। त्यस कारण यसलाई चाहिँ कोट डाँडा पनि भनिन्छ। यहाँ हेर्नु तपाईँ हामीले हेर्न सक्नुहुन्छ, यो चौतारा छ, अझै पनि नेचुरल छ। यो ढुङ्गाहरू अत्यन्तै पुरानो हो, यो धेरै पुरानो, यहाँ क्यामेरा धेरै पुरानो छ यो र यो अत्यन्तै पुरानो छ। यसको काठहरू, यो रुखको चाहिँ यो जराहरू धेरै पुरानो छ, धेरै पुरानो। पृथ्वीनारायण शाहले नेपालको एकीकरण 19 विक्रम सम्वत 1825 मा समाप्त गर्यो। त्योभन्दा अगावै उहाँले यो ठाउँमा चाहिँ यसरी टक्क चाहिँ यहाँ बसेर आरामले यहाँ बस्नुहुन्थ्यो, रेस्ट गर्नुहुन्थ्यो र यहाँ चाहिँ कोट झुन्डाइ राख्नुहुन्थ्यो। त्यस कारण यसलाई चाहिँ के भन्छ भने कोट डाँडा पनि भनिन्छ अथवा कोट चौतारा यहाँको स्थानीय बासिन्दाले राखेको ठाउँ नाम हो। त्यो किन राखेको भन्दाखेरि पृथ्वीनारायण शाहले त्यो बेलामा उहाँले चाहिँ यहाँ कोट झुन्डाएर आफू आनन्दले यहाँ शीतल थाप्ने र त्यसपछि काठमाडौँ उपत्यका प्रवेश गर्ने चाहिँ यो चाहिँ स्थल थियो भन्ने यहाँका पूर्वजहरूले भन्नुभएको छ। त्यस कारणले तपाईँहरूलाई पनि यो ऐतिहासिक ठाउँमा तपाईँ आउन चाहनुहुन्छ, पृथ्वीनारायण शाहको यो केही डिटेल जान्न चाहनुहुन्छ भने तपाईँ यो ठाउँमा आउन सक्नुहुन्छ। र यसै छेउमा चाहिँ हाम्रो यो यहाँको जिल्लाको दक्षिण पूर्वी भागको अत्यन्तै पुरानो विद्यालय 2016 सालमा स्थापित श्री महेन्द्र माध्यमिक विद्यालय पनि यसैमा छ र उतातिर अत्यन्तै रमाइलो ठाउँहरू सिन्धुपाल्चोक र नुवाकोटको बोर्डरहरू है, यो चिसापानी लगायत यो माथिको यो के अरे माङ्चे डाँडा अनि यतापट्टिको शिवपुरी, यसको ठ्याक्कै पछाडि झन्डै 20 लाख मान्छे उपत्यका छ र यो एकदम सुन्दर छ। त्यस कारणले तपाईँलाई पनि यो ठाउँको भ्रमण गर्न इच्छा छ भने तपाईँ सिधै काठमाडौँबाट मात्र 45 मिनटको ड्राइभमा यहाँ आइपुग्न सक्नुहुन्छ। धन्यवाद।